बहिनी अब चाहिँ हाँस्नु थालेछु फेरि दिदीलाई देखेर जहिले रुने जहिले जहिले भन्दा नि रुई तपाईँलाई देखेर दुईचोटि होइन त्यहाँदेखि त चिनी जहिले आउनुहुन्छ भने बहिनीको बाहिर तातो छ भित्र चिसो छ के हालिदिनु हौ नानीलाई भिन्डीमा चाहिँ घी लगाऊ आज त रामेन खानु पर्ला जस्तो छ ए दुध त तपाईँले हेर्नु भएछ त म त बिर्सेछु त दुध त हेलो गाइस फ्रम दार्जिलिङ लुगा सुकाउन आएको फेरि हेलो गाइस अघि लुगा सुकाएको यो सबै डल्लै लुगा सुकाएको भिडियो गरेँ थिएँ डिलिट पो भयो त घाम लाग्ने बित्तिकै सुरु भइहाल्नुपर्छ लुगा सुकाउन आज चाहिँ हाम्रो यो लुगा सुकाउने काम उठाउने काम होइन हिजो नानीको बर्थडेले यति धेरै बिजी भयौँ हिजो भिडियो पनि गर्नु पाएन नानीको के अरे बर्थडेको भ्लग गरिदिनु पर्यो भनेर सोचेको थिएँ भिडियो गर्नु नपाएको गर्नु त गरेँ अहिले म त एक दुईवटा क्लिप्सहरू छ त्यो क्लिपमा राखिदिन्छु अहिले होइन कति दिनको उयो भिडियोहरू चाहिँ छ तर हेलो गाइज गुड मर्निङ आज चाहिँ बिहान 8 बज्न आँटेको छ हामी उठेको चाहिँ खासै गरी 5 बजी हो आज चाहिँ नानीको बर्थडे छ स्पेसल दिन हाम्रो अन्त हामी अब रेडी भएर अनि नानीको बर्थडे मनाउने छौँ स्टे ट्युन यहाँ मेरो बर्थडे गर्ल हेलो बर्थडे गर्ल गिभ मी दिस वान ह्याप्पी बर्थडे टु यु क्ल्याप योर ह्यान्ड आज चाहिँ हाम्रो स्पेसल दिन नानीको बर्थडे छ अनि हामी अहिले रेडी भइरहेको छौँ तयारी गरिरहेको छौँ अन्त अब हामी रेडी भएर अनि त्यहाँदेखि हलमा जानेछौँ सो स्टे ट्युन गाइस टिलिक्क घाम लागिरहेको छ होइन अनि अहिले चाहिँ हामी बुढा र बुढी नानी सुतिरहेको थिएँ मम्मी एक्लै हुनुहुन्छ मम्मीले सक्नुहुन्छ कि हुँदैन नानी हेर्न थाहा छैन तरै पनि रूपकको जबरजस्तीले गर्दा रूपकको जबरजस्तीले गरेर गइरहेको कहाँ हिँडेको छ रूपक हामी कहाँ गएको के कहाँ पो लग्यो होला नि त बजार पो अरे ठाउँ छ हेर होइन रहेछ
टोलेमा ठाउँ छ है दाइ ए नानी सुतिरहेको रहेछ वो स्कुल देख्यो वो स्कुलकै यतापट्टि हुनुपर्ने यहाँ भयो बेकिङ डायरिज पर्सन डायरिज भन्ने माथि हो यहाँ माथि होइन ऊ त्यहाँ माथि चाहिँ जाँदा हुँदै घुम्नु त्यतिकै बजार आएको बजार चाहिँ किन आउनु होला ए हो र जानुपर्छ नि त्यो त हाम्रो घरबाट पुगि त हाल्छ हाम्रो घरको त्यहाँ त हो त्यो त अनि त्यही त भनेको त त्यहाँनिर जाँदा बरु त्यहाँ माथि माथिबाट घुम्दा हुन्छ त यहाँको रेस्टुरेन्टहरू यहाँ हेर्नु न इन्ट्रेन्स यस्तो ठाउँमा कसले लान्छ हौ खानु नखाउन त हो नि त यस्तो ठाउँमा बसेर खानुभन्दा बरु म घरमा बसेर खान्छु नि कफी बन्द हो क्या आज त ए ल जु यत्रो सिँढी पुऱ्यायो ताला पो लागेको रहेछ आफ्नै भ्लग जस्तो छ कहाँ गएको अरे हामी अब 33 ड्रिम क्याफे गएको हाम्रो प्यारो छोपेल दाको अघि त देखिहाल्नु होला क्याफे बन्द छ अरे कुनै कति दिनदेखि बन्द भयो ठिक भयो म त्यहाँ जे भए पनि खानु चाहिँ होइन थिएँ किन थिएँ तिमी त खाना खाएर आएको तिमीले किन खाने खाँदिनँ थिएँ अनि म खाना खाएको मान्छेले किन बाहिर लिएर हिँडेको अहिले क्याफेमा भेटौँ क्याफेमा गएपछि भेटौँ पुगेपछि भेटौँ यो चाहिँ एकदमै पुरानो क्याफे हाम्रो दा चाहिँ हुनु हुँदैन रहेछ यहाँको ओनर यो चाहिँ सबै दाले आफै बनाउनु भएको योहरू हेर त योहरू एकदम क्लासिक छ यहाँ चाहिँ योहरू हेर त यो त नयाँ बनिँदैछ कि के हो बोल्नु 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 दिनु योहरू उहाँले आफै गर्नुभएको कोही रहेन रहेछ बिचरा त्यत्तिकै यहाँ म्युजिकहरू पनि हुन्छ बेला बेला यहाँ अझै बनिरहेको रहेछ रूपक माथि जान्छौँ हामी रुफटप जान्छु ल हामी मात्रै होला यहाँ माथि बस्नु यहाँ रेस्टरुम चाहिँ कहाँ हो तल हो है होइन रेस्टरुम वासरुम रुफटप बसिरहेको राजाको ठाउँ अरे ठुलो टेबलमा नबसेर ल any catch you guys in a bit okay 33 ड्रिम क्याफे को मेन्यू यो चाहिँ ड्रिङ्क मेन्यू होइन अन्त त्यसलाई पल्टाउ त त्यहाँ पनि तिम्रो मिल्क सेक्स बबल टी एन्ड मोस्टली कोल्ड ड्रिङ्क्सहरू रहेछ दिस इज द फुड मेन्यू एकदमै कन्साइज मेन्यू चाहिँ यस्तो हुनुपर्छ धेरै आइटम राख्यो भने पनि राम्रो होइन यो हुनुपर्छ मेन्यू एकदम दाले स्टडी गरेर राख्नु भएको रहेछ दाला चाहिँ हामीले भेट्नु पाएनौँ अनफर्चुनेटली तर हामी अब अर्डर गर्दैछौँ भाइ आउँदैछ हाम्रो पानी लिएर सो सी यु गाइस यहाँ के छ यहाँ हेरौँ ल तितिरी रहेछ तितौरा बिरेनुन खै चाखौँ त ठुलो चाख्नु अरे के छ हौ यो त दबाई पनि गर्छ है के हो यो चाहिँ के हो अन्त्यो ए टोइलेट नहुँदा खाने यो घाँटीहरू खसखसाउँदा होइन यो काँडा ए यो मजाले उयो गरेर उमालेर खानु पर्यो ए यो के अरे के को लागि हो ए हो र ए ल थ्याङ्क यू आन्टी
दबाईहरू रहेछ ल बदाम अब यहाँ पनि चाख्छु बदाम चाख्नु पाउँछ एउटा चाख्छु ल कस्तो रहेछ चाख्ने कहाँको बदाम हो कहाँको राजस्थानको ए हो र यहाँ चाहिँ हाम्रो प्लान्ट लभर ल जग्गा भने चाहिँ गाडी पाउँछ घर जाने अनि बजारहरू छ अलिअलि नानीहरूको पाउने कुरा अरे क्युट चिज छ यो बयर होइन है हाम्रो फ्यामिली यहाँ चाहिँ यस्तो भ्यू रहेछ तल्लोदेखिको यहाँबाट है हेलो गाइस म चाहिँ तुतुवाला भैयासँग गएको माथि घुम्नु को दादाहरूको ए हामी चाहिँ घरदेखि माथि आइरहेछौँ के पो के अरे हनुमान पार्क होइन होइन पार्क डियर पार्क हाँ हो त डियर पार्क हेलो अहिले चाहिँ हामी डियर पार्कमा आएर आलु मामा अन्त कुरकुरे खानेछु